सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सबैजनालाई हार्दिक शुभकामना र बधाई ज्ञापन गर्न चाहन्छु। आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई के का लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। तर त्योभन्दा पहिला चाहिँ हामीले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ। सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म। अघिल्लो शपथ ग्रहणको दिन पनि हामी 12 मिनेट 46 सेकेन्ड ढिलो थियौँ भने आज 16 मिनेट 55 सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। नेपाली हो, नेपाली समय हो। 2 बजीको बैठक 3 बजी जाँदा पनि हुन्छ, 4 बजी जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदय मार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु। आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि 5 मिनट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु। हामी विभेदको अन्त्य गर्छौँ भनेर यहाँ भनिरहेका छौँ। भर्खरै पनि पूर्ववक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो, आफ्नो मनको कुराहरू। तर यहाँ यही सदनभित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले 30 मिनट बोल्दा पनि हुने, 40 मिनट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले होइन 3 मिनटमा सकिहाल्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने। हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौँ। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईको चाहिँ के अरे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर हामीले त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु। म आफ्नो मनको कथा म यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो त? हिजो इतिहासमा हामीले के गर्यौँ, कसले के गर्यो, कुन नेताले के गर्यो, कतिको तपाईको हामीले सङ्घर्ष गर्यौँ, के गर्यौँ भनेर नआवश्यक